खुर्सानीको पात यस्तो देखिन थाल्यो भने चाहिँ ढिलो नगर्नुहोस् है। यो सानो किराले केही दिनमा नै उत्पादन घटाइदिन सक्छ। यदि खुर्सानीको पात चाहिँ बटारिन थालेको छ, पहेँलो देखिन थालेको छ अथवा यस्ता साना साना लाई किराहरू चाहिँ पछाडिको पातमा देखिन थालेका छन् भने सावधान हुनुहोस्। यी लाई किराले चाहिँ बिरुवाको रस चुस्छन्। यसले चाहिँ बोटलाई कमजोर बनाउँछ र पातहरू बटारिन्छन् अनि फुल अनि साना साना फलहरू पनि झर्न सक्छ अनि भाइरस रोग पनि लाग्न सक्छ। यसकै कारणले कमिला पनि आउन सक्छ। तर घरमै हामीले चाहिँ घरेलु तरिकाबाट यिनीहरूलाई नियन्त्रण गर्न सकिन्छ। केही सजिला उपायहरू छन्, भिडियो अन्तिमसम्म हेर्नुहोला। 1 लिटर पानीमा 5-10 ml निमको तेल, केही थोपा हल्का तरल साबुन मिसाएर राम्रोसँग हल्लाउने। त्यस पछाडि बिहान अथवा बेलुका पातको माथि अथवा विशेष गरी पछाडिको भागमा चाहिँ छर्किनुपर्छ। 5-7 दिनको अन्तरमा 2-3 चोटि चाहिँ हामीले दोहोऱ्याइयो भने यो हामीले नियन्त्रण गर्न सकिन्छ। धेरै सङ्क्रमित पातहरू छन् भने चाहिँ हामीले हटाउनु पर्ने हुन्छ। झारपात सफा राख्नुपर्छ र पहेँलो येल्लो स्टिकी ट्र्याप राख्दा पनि उड्ने क्रियाको सङ्ख्या घटाउन मद्दत मिल्छ। हामीले याद राख्नुपर्ने कुरा चाहिँ के छ भने सुरुको अवस्थामै नियन्त्रण गरियो भने चाहिँ विषादीको आवश्यकता धेरै कम पर्छ र अर्ग्यानिक उत्पादन गर्न सजिलो हुन्छ। यस्तै कृषि सम्बन्धी जानकारीको लागि चाहिँ हाम्रो भिडियो सेयर गर्न नबिर्सिनुहोला, साथै हामीलाई फलो गर्न पनि नबिर्सिनुहोला। कृषि भनेको एक अर्काको अनुभव साटासाट गरेर नै सफल हुने हो। थ्याङ्क यू।